खोइ प्रश्न गरिहालौँ न एक दुईवटा छिटो वीरेन खोइ हेरौँ यतिको हुनु पर्यो अघि बाङ्गो भएको झोला चाहिँ अहिले ठिक छ अब त्यो झोलाको फोटो म भोलि पर्सि मेरो एकजना सुल्टिनीलाई पठाइदिन्छु भिडियो चाहिँ अगाडि देखाउ न अगाडिदेखि अगाडि गएर भाइहरू बेहुला बेहुली कतै हिँड्दै गरेको चिन्दैन नि त छेउको सोल्टिनी निकाल्नु यता त मेरो बहिनी परिहाल्यो मेरो त परेन होला तपाईँको छोरी हो कालो निस्किँदो रहेछ पर्यो होला मेरो परेन होला अब केटाहरू त जेन्जीहरू आन्दोलन गर्ने जान्छन् हाम्रै हो हाम्रो छेउको सोल्टीको राम्रो फोटो निकालौँ है छेउको लुङ्गी लाउने बेहुला खुसी छ नि एकदम खुसी ल हामी आइपुग्यो